भोलि चुनाव आइसक्यो तर भोटर कार्ड नै भेटिएको छैन अथवा भोटर कार्ड पनि आएको नै छैन, अब कसरी भोट हाल्ने भन्ने सोचिरहनु भएको छ भने नआत्तिनुहोस्। यदि तपाईँको भोटर लिस्टमा नाम छ भने यी 5 वटा कागजात लिएर पनि तपाईँहरूले मजाले भोट हाल्न जान सक्नुहुनेछ। तर तपाईँहरूको भोटर लिस्टमा नाम चाहिँ अनिवार्य हुनुपर्छ। अब आफ्नो भोटर लिस्टमा नाम कसरी खोज्ने भनेर यो भिडियो अन्तिमसम्म हेर्नुहोला। गुगलमा जानुहोस्, इलेक्सन कमिसन नेपालको वेबसाइट ओपन गर्नुहोस्, आफ्नो मतदाता नामावली हेर्नुहोस्, अप्सनमा क्लिक गर्नुहोस्, आफ्नो सबै डिटेल्स भर्नुहोस् र सबमिट अप्सनमा क्लिक गर्नुहोस्। यहाँ हजुरहरूलाई आफ्नो एरियाको भोटर्सको लिस्ट देखाउँछ र सर्च अप्सनमा गएर आफ्नो नेम टाइप गर्नुहोस्। अब तपाईँले जन्ममिति अथवा नागरिकता नम्बरको विवरण भरेर सजिलैसँग आफ्नो भोटर्स आइडी प्राप्त गर्न सक्नुहुनेछ। अब तपाईँले भोट दिन जाँदा यही कार्ड प्रिन्ट गरेर पनि लैजान सक्नुहुनेछ भने प्रिन्ट गर्न सक्नु भएन भने पनि भोटर लिस्टमा नाम छ भने यी कागजातहरू नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी अथवा पासपोर्ट अथवा तपाईँहरूले लाल पूर्जा जुन फोटो सहितको चाहिने हुन्छ भने त्यति पनि भएन भने तपाईँसँग सवारी चालकको अनुमति पत्र, लाइसेन्स पनि लिएर गएर मजाले भोट हाल्न सक्नुहुनेछ।